हेलो साथीहरु, हजुरहरुलाई स्वागत छ मेरो युट्युब च्यानलमा। आई होप सबैजना सन्चै हुनुहुन्छ होला र म पनि ठिकठाक छु। र आज चाहिँ मेरो बुढा र जेठाजुलाई देउरानी जेठानी मिलेर प्र्याङ्क हान्दै छौं। सक्सेस हुन्छ या हुँदैन हेरिनु होला। र फर्स्ट प्र्याङ्क भिडियो गर्दै छौं, सो गाह्रो नमान्दिनु होला। र अहिले भन्न चाहन्छु कि मेरो बुढा र जेठाजुलाई आइ एम सो सरी। र म चाहिँ अब भिडियो स्टार्ट गर्छु, अन्तिमसम्म भिडियो हेरी माया गरिदिनु होला है त। हिजो नि हो का यता कोठा आएर धेरै बोलेको रहेछ, त्यही केटी त रहेछ का बल्ल आज थाहा पाएँ मलाई। कस्तो हो न त्यो भएन के खाइजो कसको यसमा पैसा छैन, यसमा भगवान पैसा छैन। रिचार्ज हालेर यहाँ बोले दिउँछ नि बेच्दाको बेच्दा हुन्छ सत्र हामीलाई दिउँछ नि बोलेको यहाँ नि आउनु हजुर, यहाँ आएर बस्नु नि हजुर। भगत कोसको र रे हिजो नि यहाँ त्यो देउरो दिन जान भने कोठा गएर बोलेको बोले पछि त्यो बोलेर सकेर नम्बरतिर गएर सुतेको रहेछ। फेरि दिउँछ त फेरि फोन आयो, दिउँछ नि बोलेको छ। फेरि अघि उकालो जान नि हो, बिहान पनि त्यही नम्बरबाट रहेछ। दुईचोटिसम्म मिस कल आएको थियो म हान्ने भनेको काट्यो के भगवान यहाँ पैसा छैन, जिरो छ। अहिले रिचार्ज म जमुनागा जान्छु, जमुनागा जान्छु त्यता रिचार्ज हाल्छु। बोलेको त छ त अलि यहाँ अझ डिलिट गरेको छ 28 सेकेन्ड बिहान हेर्नु न मिस कल आखा दुईसम्म नेपालकै हो के ओ हेर त आज बिहानको नम्बर छैन रे। आज बिहानको नम्बर देखाउ त त्यो मामाको नम्बर छ, मान्छे मामाको त्यहाँ न लौन म जान्छु। सानो मामाको नम्बर छ हैन नि अंकल यो त हैन सियोर के उगाले जानु नगर्नु त्यो पहिलाको हो भन्नु
बोलेको छ के फेरि 28 सेकेन्ड बोलेको छ अघि नै हाल्नु जा लात्ते झोक्छु मैले दाइला त्यस्तो सोचे हेर घोरे बोल्ने भगर भएर मरेन बोले न यार कसम से दुगा से मेरे कसम है बोले न खतम खाए त नम्बर त होला नि मेरो खुट्टा धोरे कसम गर्छु मैले नम्बर त थाहा होला काली सरी आइ एम सरी बोलेको हो बोले न बोलेर त सरी भन्नुभयो नि सरी बोले किन भने मोर्छु बोल कान्जी लक्ष्य सक्दैन कोनलाई ए उइ चोरवाले कान्छीको भी ल्याउने रे होइन खुट्टा धो के भगर केही भएर हो कि खुट्टा खाऊ उगालाकै पऱ्यो कि पर्सि जान्छ आनन्द होला नगर्नु पहिला भन्नु लिन जान्छु म लाउनु बिहान भगर गल्ती गर्ने हजुर ठोक्ने मलाई मैले गल्ती गरेको तैँले हो गल्ती गरेको म हो बोलेको हेर्नु भगत हाम्रो त विश्वास लागेन अङ्क बिहान उगाएर जाँदा नि हो क्या छुस छुस निस्का लाएको आइ त गर्थ्यो हिजो नि यता लामो के बोलेको फोनमा कसित भने छोरासित बाबुसित बोल्नु छोरासित जाँदा 1 मिनेट नि बोलेको छैन हजुर जाउनु गर्नु जान्छु म थाहा थाहा नभए कसरी आउँछ क्या यहाँ नम्बर अहिलेसम्म मेरो नम्बर आएको अहिलेसम्म नम्बर आएको यो 70 भएको रेशम बाबु रेशम बाबु होइन यहाँ यी अय नम्बर हो यी यो कति खै 97 62 54 96 70 फोन हानेर उ गर्नु त दिदीले नभए हजुरकोमा पैसा होला त त्यहाँ छैन के त्यहाँ छैन के गर्दा कल गर्दा हेरौँ को त घोरे नि कहाँ छन् रे घोडा नगर कान्छी हजुर कान्छी उसको त्यो फुको घरमा फोन गर्छ है बोले उठाउँछ कान्छी फुको नम्बर हो त्यो जे भन्दा नि भयो नि कान्छी फुको नम्बर हो त्यो फोन आथ्यो है आज बिहानमा आएको क्या मलाई याद ए माथि खाना खाने बेलामा आएको यो भन्दै भरबै कान्छाले कुरा ठाउँमा त्यस राइट त्यो नम्बर हन दिदी यो सबैले सपोर्ट गर्यो नगर हो खाना खाने बेलामा फोन आएको भक्करै कान्छाले कुरा गर्नुभयो हालेर झाडा गरे डार्लिङ त फुको गर कल गर उठाएन मेरोबाट भगर मेरो मान उठाउँदैन अघि बिहान नम्बर रहेछ त कल गर्नु त अबले किन छ्यारमा नआएको भनेर ठगाइदिएपछि फोनै तपाईँ त अघि बिहानमा बिहान हिन्जिपल गयो तर त्यो कान्छो भनेर कान दरौँ भू भनेर सेपरे अर्को छ बिहानबाट कल गरेको अर्को छ गर्नु जे भन्नु अनि हिजो राति नि कान्छो त्यहीहरू बोलेको होइन बाबासित हो माथि बाबुले हुइमै झुट्या छिनछिनमै कस्तो झुट बोल्न सकेको त्यही भएर धेरै हेर्छ भनेर लाग्यो एकदम हुनुपर्ने जग्गा हामी सारङ्गी बेर्ने
हानेको त्यहाँ स्विच अफ गरेको अघि मैले यहाँबाट हानेर फर्काएको नि फोन मैले फोन फर्काएको को हो के हो बिहान यो नम्बरमा फोन आएको भनेको भगवान् स्विच अफ गरेको त अनि भगवान् यहाँबाट फोन हानेको स्विच अफ गरेको कारण के हो त ल भन्नु त फुफु भाइ स्विच अफ गर्छ ननाथेर भन्नु त छिटो बरु भने म शान्त हुन्छु के झुट बोल्न रिस उठ्छ नाटक नगर्नु फेरि छिटो भन्नु भर्खर यहाँबाट हामीलाई फोन गर्नुभयो के मेरो मोबाइल चेक गर्ने के दाइ बोल्ने अनि मेरो मोबाइल चेक गर्ने हजुर नि बोल्नु भयो के भनेर घर छैन के भयो चार्जर ल्याउनु भएको त्यही भएर मलाई मोबाइल राखेपछि अन्त थाहा पाइहालिन्छ बरु राख्दै नराख्दै आनन्दै जिन्दगी सबै सुधारेर उसको लागि उसको सामान लिएर पकाउँछु फेरि बिग्रिनु खोजेको एकचोटि फेरि बिग्रिनु खोजेको के हो सिधो साथी भन्नु मलाई उठ्यो के रिस्क फोन आयो कहाँको भन्थ्यो अरे कान्छी भन्नु त भन्थ्यो के अरे इन्डिया कोरिया चाइना बोल्थ्यो नि समेत तैँले नि सुन्थेछ न होइन अघि सुन्थ्यौ नि मैले सोद्धाखेरि भीमको हो भन्दा साथी हो भन्थ्यो न अनि साथी त रहेछ नि के भयो त नि साथी साथी बिहा गर्ने मान्छेले साथी भन्ने भएन त बिहा गर्ने मान्छेलाई साथी ज्या हामीले केटाले फोन हालेर को हो भन्दा साथी हो भने कस्तो हुन्छ त बाबु मेरो मम्मीको दाइ हो गरे याद गर्नु ननाथेर भन्नु त इन्डिया नम्बर गलत गर्ने इन्डिया नेपाल चाइनिज कोरिया म्यासेन्जरमा नाम के खान्छ बहिनी गाडी कस्तो कुन्ने रहेछ र फेरि ल देउता यो सानो बहिनीलाई देउता खिच्नु ल गाडी थाबो वाह चाइना हो त फोनमा बोल्ने नि हजुर हजुर बोलेको छैन उसले बनाइ गुरु पार्दैन भनेर चेक पाउँछ के बारेमा बोल्नु नानी बोल्यो र हजुरको मलाई मिस गरायो मिस गरायो दिदी कुन नम्बरबाट भगवान्सँग नम्बर लेखाएर नम्बर रसम बाबु त्यो माथि त्यही त यो नम्बर कसको हो भन्ने कुरा हो मेरो नि होइन यहाँबाट स्विच अफ भन्नु मेरोमा त लागेको छैन मैले अघि हालेको छ यहाँबाट भीमको हो भनेको साथी हो भन्दै भन्छु भीमको मेरो श्रीमान हो नि भनेर लाग्यो अन्त ए हो र श्रीमान हो भन्थ्यो गाउँले म जाने बेला यस्तो किन भन्छ आफ्नो गरिदियो नि अन्त अर्कालाई हात पाक्दाखेरि गौरी नै यस्तो किन खै त्यही रहेछ
13 तारिकको काठमाडौँ आन्छु भन्दै भन्नुहुन्छ त यस्तो भन्थ्यो यता अन्डा भन्थ्यो त अङ्कल नम्बर राख्छु लम्मा राखेको मैले हामी लम्मा राखेको हो त्यहाँ 13 तारिकको काठमाडौँ आन्छु भन्नुहुन्थ्यो त्यो त विशेष नै रहेछ क्या आज सामान ल्याइदिन्छु नि भन्थ्यो नि त्यो सामान ल्याइदिनको लागि हो कि के हो अब साथी हो सामान ल्याइदिन्छु भन्थे 13 तारिकको काठमाडौँ आउने हो भन्थे ल उठा उठा त छोरा उठा होइन उठा बिहान फोन गरेर कान्छी भुल्यो यार आज लास्ट अनि दिउँसो केमा कुरा गर्नुहुन्छ भन्दाखेरि फर्काएको मैले यार त्यहाँ वाट्सएपमा कुरा गर्छु भन्दै भन्थ्यो वाट्सएप उठायो ल दाइ धेरै धेरै सरी भन्न चाहन्छु आज हजुरको धेरै चित्त दुखायौँ त्यसको लागि क्षमा प्राप्ति छु एकदम धेरै सबैको सल्लाहले बनाएको भिडियो हो र एकदम धेरै बुझ्ने र बुझाउन सक्ने कन्फिडेन्स चाहिँ दाइमा देख्यौँ र एकदम धेरै बुझाउनु भयो सल्लाह पनि दिनुभयो सुझाव पनि दिनुभयो दाइ त्यसको लागि धन्यवाद र एकदम धेरै सबैको सल्लाहले बनाएको भिडियो हो भिडियोकै रूपमा ल्याइदिनु होला माइन्ड नगर्नु दाइ एकदम धेरै राम्रो पछिको भिडियो पनि मैले ल्याउन सकिनँ त्यसको लागि क्षमा चाहन्छु एकदम पछाडि राम्रो सल्लाह र सुझाव दिनुभएको थियो दाइले हामीलाई माफी पनि दिइसक्नु भयो एकदम धेरै अचत्तेर क्यामेरा अचत्तेर भिडियो रेकर्ड भएको रहेनछ है साथीहरू र यो भिडियोलाई एकदम धेरै माया गरिदिनु होला जस्ट प्र्याङ्क थियो हामीलाई गाली नगर्नु होला एकदम धेरै है फर्स्ट प्र्याङ्क भिडियो दाइबाट स्टार्ट गरेका छौँ सो सबैजनाले माया हेरेर माया गरिदिनु होला साथ सपोर्ट गरिदिनु होला जसै प्र्याङ्कै रूपमा ल्याइदिनु होला सबैजनाले भन्न चाहन्छु है पहिला उठ न ढाँटेको एकचोट खान्छ राष्ट्रिय माया गर्ने चाहिँ भाउजूलाई उठ्याएर आज के बना होइन हाम्रो पलाउनु मैले पनि भनेको थिएँ दाइ आउँदैन तेरोमा अगाडि डु गरेको सरी साथीहरू पछाडिको भिडियो चाहिँ रेकर्ड भएको रहेनछ त्यसको लागि क्षमा चाहन्छु र दाइलाई पनि फेरि पनि सरी भन्न चाहन्छु हजुरको चित्त दुखायौँ जस यो प्र्याङ्क मात्रै थियो रमाइलोको लागि सबैले धेरै धेरै माया गरिदिनु होला है त